गुड मर्निङ एभ्रिवान। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् है। म चाहिँ यहाँ मेरो गाउँमा आएको छु, माथि लेकबारीतिर गएको थिएँ कि बगानहरू हेर्नु। यताको मौसमहरू यस्तो छ। यो चाहिँ मेरो गाउँघर हो होइन। अनि मेरो नानीको स्कुल चाहिँ यो तल डाँडा देख्नेको यता पेनल साइडै पर्छ। अनि यो चाहिँ भन्नु पर्यो भने चाहिँ एकजना सिस्टरले भन्नुहुँदै थियो कि उता बाहिर हुनुहुँदो रहेछ। यो चाहिँ राजरुक हो है, हजुरको गाउँ भाइला बसेको। अहिले एकदम डेभलप भइरहेको अवस्था छ है, बाटोहरू पनि खनिसकेको छ। अनि यो चाहिँ माथि राजरुक टप टारबारी पनि भन्छ, जौबारी के भन्छ होइन, यस्तो छ यतातिरको। धेरैभन्दा धेरै गाउँघरहरू चाहिँ अपलोड भइसकेको छ भनिदिउँ न। अनि यता भनिन्छ गाइरी खर्का यो जग्गा चाहिँ। अनि यता भनिन्छ धुपी डाँडा। म सधैँ दिदीको गाउँदेखि पोस्ट गरिबस्छु होइन। यही हो डाँडा चाहिँ, यस्तो छ है। अनि यो चाहिँ जिती खोला, जुन मेन हामी टेन्डुबाँडा जाँदाखेरि तर्ने खोलाको शिर चाहिँ यता हो। अनि यस्तो छ यताको मौसमहरू, हाम्रो भुटानको जग्गाहरू। हजुरहरू पनि आफ्नो गाउँघर हेर्नु एकदम मन लागेको होला है, हेर्नुहोस् है। यस्तो छ गाइडी घरहरू भन्नेहरू चाहिँ देख्दैन। अनि यो चाहिँ राजरुक पारी, त्यो चिन्नु सक्दैन होला तपाईँहरूले अब होइन। अब कति साल भयो यता छोडेर गएको गाउँहरू होइन। यहाँनिर देख्न त्यो रुख भएको चाहिँ राजरुकको त्यो ठुलो देवीथान भन्ने रहेछ। हो त्यही हो जग्गा। त्यो ग्राउन्ड पनि देख्दैछ, हेलिकप्टरहरू पनि यहाँ ल्यान्ड गर्छ इमर्जेन्सी के पर्यो भने। अनि यो राजरुक किन भन्यो भन्दा चाहिँ है, हजुरहरूलाई म भन्नु गइरहेको छु होइन। सबै ठाउँभन्दा एकदम ठुलो रुख थियो अरे पहिला, हात्तीढुङ्गा के भन्नेहरू मलाई सुनेको थिएँ। त्यो चाहिँ कहाँ हो होइन, मलाई थाहा भएन। अनि राजरुक भन्ने ठाउँको नाम चाहिँ ठुलो रुख थियो अरे। अन्त बाहिरतिरको किङहरू आएर बास बस्थ्यो अरे होइन। पहिलाको अब के भन्नु, अब मान्छे चाहिँ थिएको रहेछ। अन्त बस्ने ठाउँहरू पनि राम्रो थिएनको होला है। त्यस्तै अब पहिला हाम्रो पुर्खाको जमानाहरू भनेको चाहिँ अब लोसे फान्ने, कहाँ ठुलो मकै घोगा फल्छ त्यहाँ बस्ने हो, त्यस्तो भएको थिएछ। त्यही भएर राजारुक भन्दैछ, त्यहीँ बस्थेछ किङहरू पनि। त्यही भएर चाहिँ राजरुक भएको रहेछ। अन्त यो मजुवाई भन्छ खासैमा चाहिँ।